एवं ट्याङ्का यहाँ उपस्थित महानुभाव र दिदीबहिनीहरू, यो कार्यक्रम तपाईँहरूले राख्नु भएको छ र यसमा विज्ञान र यो हामीले यो सफ्टवेयर समिट जुन हामीले राखेका छौँ सफ्टवेयर डेभलपमेन्ट या सफ्टवेयर, मैले यो कम्प्युटर सम्बन्धी 45 सालमै इन्भल्भ छु र मलाई यो संस्था क्याम्पको संस्था दर्ता गर्दाखेरि पनि सुरुमा म त्यसको संस्थापक सदस्य हो। त्यसको लागि पनि मैले यो क्याम्पमा सचिवको नाताले पहिलोचोटि आएको छु। पनि म सबैसँग साथीहरूलाई जानकारी गराउँछु र जुनसुकै चिज हेर्दाखेरि म विज्ञान र प्रविधि दुइटैलाई मैले गाभ्न खोज्छु। कम्प्युटर होस्, सफ्टवेयर होस्, विज्ञान जब तक हामी विज्ञानलाई हामीले डेभलप गर्न सक्दैनौँ, किनकि एक आकासँग रिलेटेड चिज। त्यसकारण विज्ञानलाई पनि हामीले डेभलपतिर लग्यो भने जति विज्ञान डेभलप हुँदै गयो भने यो सफ्टवेयर कम्प्युटरको सफ्टवेयर इन्डस्ट्रिज त्यति नै डेभलप हुन्छ। हामीले हाम्रो पालाजीले भन्नुभएको थियो साथीहरूले कि सफ्टवेयर हामीले कुनै चिज बाहिरबाट खरिद गर्दाखेरि सफ्टवेयर पनि त्यहाँबाट खरिद गर्नुपर्ने बाध्यता हुन्छ कुनै पनि इन्डस्ट्रीले गर्नु। त्यसकारण विज्ञानतिर पनि हामीले एउटा आकर्षण गर्नतिर विज्ञानको सँगसँगै हामी कम्प्युटरको सफ्टवेयरतिर इन्डस्ट्री डेभलपमेन्टतिर लाग्नुपर्छ भने विज्ञान तथा प्रविधि मन्त्रालयको अहिले सोच हो। र विज्ञान तथा प्रविधि मन्त्रालयले अहिले हालसालै हाम्रो मुख्य सचिवले पनि भन्नुभयो कि पाठ्यक्रमलाई डिजिटाइज गरेर हालसालै हाम्रो सूचना प्रविधि विभागबाट 10 कक्षाको साइन्स र इङ्ग्लिसको पाठ्यक्रम डिजिटाइज भएर नेट मार्फत डिस्ट्रिब्युट भइरहेको अवस्था छ र फर्दर विज्ञान तथा सूचना प्रविधि विभागबाट हाम्रो 8, 9, 11, 12को पनि पाठ्यक्रमलाई साइन्सको लागि हामीले डिजिटाइजेसन सिस्टममा राखेर पब्लिक स्टुडेन्टहरूलाई फ्री अफ डिस्ट्रिब्युसनको कार्यक्रम विज्ञान तथा प्रविधि मन्त्रालयबाट राखिएको बेला सबैसँग जानकारी गराउँछु। र अहिले हामीले सोच्दाखेरि जस्तै हाम्रो वसन्त बन्जीले भनेको जस्तै सफ्टवेयर इन्डस्ट्री सफ्टवेयर डेभलपमेन्ट जस्तै कुनै पनि कन्ट्री विज्ञान प्रविधि डेभलप नभएको अवस्थामा त्यो कन्ट्रीको विकास हुँदैन। र अहिलेको अवस्थामा नेपालको हेर्दाखेरि विज्ञानमा लगभग 8% कति जति मात्र हामीले डाटा सेन्ससबाट पाइरहेको अवस्था छ। जबकि विज्ञान र प्रविधि सम्बन्धमा कम्तीमा 60% भयो भने त्यो कन्ट्री वेल डेभलप हुन्छ। तापनि अब विज्ञान तथा प्रविधि मन्त्रालयको टार्गेट यो आवामा लगभग हामीले स्कुलहरूमा साइन्सलाई डेभलपमेन्ट जस्तै सूचना प्रविधि विभागबाट भिलेजको कन्सेप्ट हामीले कार्यक्रम गरिरहेको अवस्था छ र त्यसले हामीले विज्ञानप्रति जनचेतनाकार विज्ञानप्रति स्टुडेन्टहरूलाई एट्र्याक्सन कसरी गर्ने भने पनि विज्ञान मन्त्रालयले कार्यक्रम गर्ने तयारीमा छ कि विद्यार्थीहरूलाई विज्ञान सम्बन्धमा एजुकेसनप्रति एट्र्याक्सन कसरी गर्ने, जसको माध्यमले मलाई लाग्छ विज्ञान डेभलप भयो भने यो सफ्टवेयर कम्प्युटरको सफ्टवेयर इन्डस्ट्री अटोमेटिक डेभलप हुन्छ भन्ने मलाई विश्वास छ। र संचार तथा विज्ञान तथा सञ्चारको प्रविधि विकासमा हामीले आजको यही कार्यक्रमबाट म सम्पूर्ण साथीहरूलाई अनुरोध गर्छु कि हामी यसमा फुल्ली आफ्नो जति ज्ञान छ आफूसँग त्यसलाई फुल्ली डाइभर्टेड गरेर हामी यस चिजलाई विकास गर्यो भने राष्ट्रको विकास हुन्छ भनेर एउटा आत्मामा लिएर यो कार्यक्रमलाई हामी सक्सेस बनाऊँ। र यसमा अन्तमा मैले ज्ञान सफ्टवेयरको यो प्रदर्शन कार्यक्रमको सफलता र भविष्यमा सफ्टवेयर इन्डस्ट्री डेभलपमेन्टको लागि पनि
म भन्छु कि विज्ञान तथा प्रविधि अन्तर्गत बनेको आइटी पार्क धेरै सालपछि भर्खरै हालसालै सञ्चालनमा आएको छ र मलाई लाग्छ यसले सफ्टवेयर इन्डस्ट्री डेभलपमेन्टमा योगदान दिन्छ जस्तो विज्ञान प्रविधि मन्त्रालयको एउटा सोचाइ छ र फर्दर त्यो आइटी पार्कलाई पनि हामीले एउटा स्टडी गरिरहेको छौँ कि बाँकी एरिया पनि हामी कम्प्युटर सम्बन्धी आइटी सम्बन्धी रिसर्चको लागि लिजमा दिने वर्कआउट भइरहेछ, कार्यविधि बनिरहेछ। त्यो बनेपछि त्यसलाई पनि हामी सूचना प्रकाशन गरेर त्यसलाई गर्छौँ र यो कार्यक्रमको सफलताको शुभकामना गर्दै म आफ्नो मन्तव्य यहीँ समाप्त गर्छु। क्यानको पनि पहिला संस्थापक सचिव भइसक्नु भएको र आज म पनि सचिव छु, मेरो पनि भविष्य उज्जवल छ जस्तो लाग्छ। एमालेको यो आमसभाको कारणले गर्दाखेरि आज हाम्रो टाइटल स्पोन्सर यमरीको सिइओ मन्तव्य राखिदिनु भएकोलाई अनुरोध गर्न चाहन्छु। म एक्सट्रिमली सरी छु है, धेरै नै ढिलो भयो। यहाँ मञ्चमा आसीन यस कार्यक्रमका सभापति क्यान महासङ्घका अध्यक्ष विनोद महिला सचेतन, यो दोस्रो क्यान सफ्टवेयर समिटमा हामी टाइटल्स विगत 2 वर्षदेखि हार्डवेयर सेन्ट्रिक इक्विपमेन्ट सेन्ट्रिक कार्यक्रमहरू धेरै भयो लागेको अर्गनाइजेसनहरूलाई जहिले पनि यो भनौँ न एक किसिमको कमी वा चाहिँ भनौँ न आइएसपीहरू जस्तो आइसिटीको अरू सेक्टरहरू जस्तो त्यति एक्टिभ नदेखायो हुनाले कसरी यसलाई चाहिँ मेन स्ट्रिममा ल्याउनु भनेर कसरी चाहिँ भनौँ न यो सबैलाई अगाडि हाम्रो आफ्नो एक्सपिरियन्सहरू सेयर गर्ने, आफ्नो समस्याहरूको समाधान कलेक्टिभली खोज्न सकिन्छ कि भन्ने हिसाबमा जुन क्यानले चाहिँ यो सफ्टटेक समिट भनेर ल्याएको थियो, यसमा चाहिँ भनौँ न एक किसिमले हाम्रो सेक्टरको लागि यो डिस्कसन इनिसिएट गर्नको लागि म आइएम प्रिटी स्योर द्याट यो चाहिँ एकदमै भनौँ न राम्रो प्लेटफर्म हो र यस्तो प्लेटफर्ममा एज अ टाइटल स्पोन्सर हामी पार्टनरसिप गर्न पाएकोमा चाहिँ भनौँ न एक किसिमले हामीलाई आई थिङ्क वी फिल भेरी प्राउड। सो यस्तै हाम्रो सेक्टर रिलेटेड अरू यस्तै कार्यक्रमहरूमा हामी सहभागी हुन र क्यानको तर्फबाट हामीले भनौँ न क्यानलाई गर्नुपर्ने सहयोग हामी एज यो सेक्टरको एउटा इन्स्टिट्युसनको हिसाबमा हामी सधैँ तयार छौँ र भविष्यमा पनि यस्तो किसिमको भनौँ न पार्टनरसिप गर्न भनौँ न मलाई चाहिँ हामी तयार छौँ है। म यो समितिलाई चाहिँ भनौँ बेस्ट अफ लक दिन्छु। थ्याङ्क्स। क्रममा छौँ मायाको चिनो दिनुभन्नको लागि यस सभालाई सभापतित्व गरिराख्नु भएको र क्यान महासङ्घका अध्यक्ष इन्जिनियर विनोद ढकालजीलाई अनुरोध गर्न चाहन्छु। श्री वीरेन्द्र कुमार मिश्रजीलाई प्रदान गर्ने अनुरोध गर्न चाहन्छु र त्यसै गरी हामीलाई सधैँ माया गर्नुहुने उद्योग वाणिज्य महासङ्घका कार्यकारी सदस्य, त्यसै गरी हामीलाई सधैँ माया गरेर आउनुहुने नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष श्री लोकमान्य गोछाज्यूलाई प्रदान गरिदिनु अनुरोध गर्न चाहन्छु। धन्यवाद सर। हामी अब धन्यवाद ज्ञापनको क्रममा छौँ। धन्यवाद ज्ञापनको लागि आजको पनि अनुरोध गर्न चाहन्छु। सचिव सोहेला घिमिरे पाण्डेज्यू, Summit 2017 in association with Info Developers Private Limited, नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य श्री मृषलाल श्रेष्ठजी अगाडि आइसकेको हुनाले म धेरै कुरा गर्न चाहिनँ र चाहन्न पनि। हाम्रो किनोट स्पिकर वसन्त बन्ज्यूले धेरै कुराहरू वास्तवमा क्यान महासङ्घका भावनाका कुराहरू उहाँले भनेर गइसक्नु भएको छ र मलाई लाग्छ ती कुराहरू रिपिट गर्न पर्ला जस्तो लाग्दैन। तर हाम्रा श्रीमान मुख्य सचिवले भनेको कुरामा अलिकति हुन त उहाँ गइसक्नु भएको छ, तैपनि सचिवज्यू मार्फत चाहिँ त्यो कुरा लानको लागि म अनुरोध गर्छु। उहाँले धेरै कुराहरू काठमाडौँ केन्द्रित भयो भनेर चाहिँ भनेर जानुभएको थियो। वास्तवमा क्यान महासङ्घले कसरी हामी विकेन्द्रित हिसाबले अगाडि बढ्न सक्छौँ भन्ने नै सोच लिएर हामीले
जिल्लाको विस्तार गरेका थियौँ र आज हामी 56वटा जिल्लामा क्यान महासङ्घका शाखाहरू विस्तार गर्न सफल भएका छौँ र क्यानलाई क्यान महासङ्घको रूपमा रूपान्तरण गर्न पनि सफल भएका छौँ। वास्तवमा यो गर्नुको पछाडि नै के हो त भने विकेन्द्रीकरण गर्नु नै हो। किनभने हाम्रा जति पनि क्यान महासङ्घका मेम्बर साथीहरू हुनुहुन्छ उहाँहरू आइसिटीसँग रिलेटेड हुनुहुन्छ र हामीले जबसम्म सूचना सञ्चार प्रविधिलाई ग्रामीण भेगसम्म पुर्याउन सक्दैनौँ तबसम्म हामीले सूचना सञ्चार प्रविधिको विकास गर्न सक्दैनौँ भन्ने उद्देश्यका साथ हामीले जुन यो काम गऱ्यौँ वास्तवमा यसलाई हामीले विकेन्द्रीकरण गर्नुपर्छ भनेर जोड दिएको अवस्था हो। र अस्ति मात्र सम्पन्न क्यान महासङ्घको साधारण सभाबाट हामीले अब जुन यो 7वटा जुन प्रदेशहरू निर्माण भएको छ त्यो अनुसार हामीले क्यान महासङ्घलाई लागु चाहिँ एजिएमबाट विधान संशोधन गरिसकेको अवस्था पनि छ। भनेपछि हामी धेरै गभर्मेन्टलाई साथ दिएर कसरी साथ दिन सक्छ भन्ने हिसाबले अगाडि बढिरहेका छौँ। र अर्को कुरा पनि यहाँहरूलाई निवेदन गरौँ, हामी क्यान इन्फोटेक भनेर काठमाडौँमा गर्ने गर्थ्यौँ र अझ पनि गर्छौँ, तर त्यतिले हुँदैन। हामी ग्रामीण भेगसम्म पुग्नुपर्छ भन्ने हिसाबले हामीले 5वटा विकास क्षेत्रमा क्यान इन्फोटेक गरिरहेका छौँ। यहाँहरू सबैलाई सर्वविदितै छ, त्यस कारण म त्योतिर पनि धेरै जान चाहन्न। वास्तवमा यो सफ्टटेकको इतिहास जुन छ त्यो बारे अलिकति यहाँ चर्चा गर्दाखेरि राम्रै हुन्छ होला भनेर मैले केही कोट्याउन चाहन्छु। र हाम्रो नेपालको सन्दर्भमा सबभन्दा विकास गर्नुपर्ने कुरा भनेको सफ्टवेयर इन्डस्ट्री हो भनेर हामीले विप्लव मानसिंहज्यूकै पालादेखि नै हामीले क्यान सफ्टटेक भनेर हामीले सुरु गऱ्यौँ, जुन हामीले डिइसिसीबाट सुरु गऱ्यौँ। तर हामी वास्तवमा भन्ने हो भने खोइ किन के उदासीनता हो त्यो मलाई थाहा छैन। सफ्टवेयर इन्डस्ट्रीसँग रिलेटेड जति पनि कम्पनीका साथीभाइहरू हुनुहुन्छ उहाँहरू त्यति धेरै इन्ट्रेस्ट भएको हामीले पाएनौँ वास्तवमा, अनेस्टली भन्नुपर्छ। त्यो भए हुनाले हामीले क्यान सफ्टवेयरलाई